हेलो गाइजहरू, यो चाहिँ पशुपतिनाथको बनाइएको रुद्रमालाको मन्दिर है, शिवलिङ्ग साथीहरू। 2083 साल साउनको पहिलो अन्तिम सोमबार है भोलि गाइजहरू। त्यही भएर दर्शन गर्नुहोला गाइजहरू। सबै रुद्रमालाबाट बनिएको यो शिवलिङ्ग अनि मन्दिर छ, सानो मन्दिर सबै बनाएको। यस्तो राम्रो ठाउँ, राम्रो बनाएको छ साथीहरू। भोलि अन्तिम सोमबार साउनको 83 साल साउनको अन्तिम सोमबार। त्यही भएर गाइजहरू सबैले दर्शन गर्नुहोला। सानो मन्दिर हेर्नुहोस्, सेम पशुपतिनाथ जस्तै सानो यो मन्दिर यो रुद्रमालाबाटै बनाएको हो भने यताको चाहिँ साथीहरू यो चाहिँ के हो भने शिवलिङ्ग। साथीहरू दर्शन गर्नुहोस् तपाईँहरूले पनि। श्री पशुपतिनाथले सबैले रक्षा गरून्, सुख शान्ति समृद्धि छाओस् सबैको जिन्दगीमा साथीहरू।